गत 3 दिन अगाडि साउनथुममा मकै सखाप पारेको बँदेलले आज फेरि हाम्रो बारीमा यसरी छिरेर मकैहरूलाई यसरी सखापै पारेको छ। यस्तो छ अवस्था। जुन ठुलो ठुलो घुगा छ उही घुगा खाने फाड्ने गरेर धेरै मकै नोक्सान गरेको छ। हेर्नुहोस् अब कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ। अब रातिमा आएर खान्छ। अब हामीले कसरी जोगाउने नियन्त्रण गर्ने उपाय के छ? सत्यनाश पारेको छ यी। अब बारीभरि चाहिँ यस्तै छ। ल हेर्नुहोस् यत्रा यत्रा घुगाहरू हलाएको छ। सबै दाइँ लागेको छ। ल हेर्नुहोस् यसरी यो के खाने? अब मान्छेलाई गाउँमा बसेर अब बाँच्न गाह्रो गराउने भयो। ल हेर्नुहोस् गरेको खेती पनि यसरी स्याहार्न दिएको छैन। यस्तो अवस्था छ। जहाँ हेर बारीभरि चाहिँ यही अवस्था छ। हेर्नुहोस् ल हेर्नुहोस् बारीभरि नै यही अवस्था छ। यी ल हेर्नुहोस् ए ल यस्तो अवस्था छ। के गर्ने? दिउँसोमा भए रोक्न सकिन्थ्यो। अब रातिमा कति बेला आउँछ, कताबाट आउँछ, केही गर्न सकिँदैन। अब यसलाई के गरेको खेती यस्तो गराइदिइसकेपछि ल हेर्नुहोस् ल हेर्नुहोस् ल यो एउटा दुईटा मात्रै आएन। यो त 20औँवटा नआइकन यति क्षति गर्दैन एकै रातमा। यस्तो छ है। ल हेर्नुहोस् यस्तो अवस्था छ। यो जताकति डुलेको छ है। यो ल हेर्नुहोस् यो देखाइ साध्दै छैन। बारीभरि चाहिँ यस्तै छ। ल हेर्नुहोस् के छ उपाय? ल हेर्नुहोस् एक ठाउँ होइन, यो बारीभरि जस्तै छ। ल ल हेर्नुहोस् ल हेर्नुहोस्। अब आज फेरि बेलुका कति बेला आउँछ थाहै छैन। बाँदर भए दिउँसोमा लखड्न सकिन्थ्यो। बँदेल अब यो पनि बगालमा हिँड्दो रहेछ सयौँको सङ्ख्यामा। यसलाई नियन्त्रण गर्नै गाह्रो छ।